सुँगुरको मासु खाँदै नखानेमा पर्नुहुन्छ कि खाए पनि खादिनँ भन्नेमा पर्नुहुन्छ। हेलो एभ्रिवान, वेलकम टु माई भिडियो। आज चाहिँ मलाई सुँगुरको मासु बनाएर खान मन लागेको थियो, त्यही भएर चाहिँ म सुँगुरको मासु बनाउँदै चाहिँ गफ गर्न मन लाग्यो। अनि म जापान आएदेखि चाहिँ यो सेकेन्ड अर थर्ड टाइम मात्र हो क्या मैले सुँगुरको मासु बनाएको। नेपालमा चाहिँ मलाई एकदमै मिठो लाग्थ्यो, तर यहाँको चाहिँ अलिकति टेस्ट जुन नेपालको जस्तो पाइँदैन, हल्का त्यति धेरै टेस्ट हुँदैन। अनि नेपालको जस्तो एकदम त्यो 3 लेयर टाइपको मासु पनि हुँदैन। अनि कति धेरै मान्छे देख्छु क्या म सुँगुरको मासु खाने, लाइक अब खाने त खाने भइहाल्नु भयो होइन, नखाने नै भइहाल्यो। कोही चाहिँ खाने तर खाएको भन्न अप्ठ्यारो मान्ने खालको हुन्छ नि। लाइक खाना चाहिँ मजाले लुकी हान्दिने, तर म त खाँदिनँ नि सुँगुरको मासु, मलाई मन पर्दैन, या त्यस्तो टाइपको भयो। या कसैलाई चाहिँ कसले गाली गर्छ कि कसले के भन्छ कि भनेर नखाने भन्ने। अब मनै नपर्ने त त्यो ठिक हो, आफ्नो इच्छाले मन पर्दैन होइन, तर अरूको लागि नखानु चाहिँ त्यो राम्रो होइन। आफ्नो मनले मागेको कुरा, कुखुराको खाए पनि त्यही मासु नै हो, सुँगुरको खाए पनि मासु नै हो, खसीको खाए पनि मासु नै हो। आफ्नो मनले माग्छ भने चाहिँ जे पनि खाँदा हुन्छ जस्तो लाग्छ है, मेरो पोइन्ट अफ भ्यूमा चाहिँ। हजुरहरूलाई कस्तो लाग्छ? अनि मसँग चाहिँ रायोको साग थिएन, त्यही भएर सुपामा नर्मल एउटा साग लिएँ। यो सागको मलाई नाम पनि थाहा छैन। अनि त्यही साग ल्याएर अनि हाफ केजी सुँगुरको मासु ल्याएको थिएँ। त्यसलाई चाहिँ अराउन्ड 850 परेको थियो। अनि छाला थियो, तर त्यस्तो बाक्लो छाला होइन। अनि लगभग मेरो सुँगुरको मासुको ग्रेभी भनौँ न रेडी भयो। अनि मैले चाहिँ खाँदै पनि भिडियो बनाउँछु भनेर बनाएको, तर खाँदै भिडियो बनाएँ। 3 मिनट अराउन्ड कतिको भिडियो भएको थियो। लास्टमा ड्राफ्टमा सेभ गर्ने बेलामा त ब्याक भएछु म, त्यही भएर मेरो भिडियो यतिकै गयो। थ्याङ्क्स फर वाचिङ माई भिडियो, बाई बाई, यम्मी।